भ्याब्री चाहिँ यसरी बोक्छ है भाटबटनीको सामान धेरै सामान बोक्छ माथि टाउको सब अहिले चाहिँ कन भेटेँ मैले म आउँदैछु त पछि हेलो एभ्रिवान हामी दुईजना मिलेर स्वागत छ आज चाहिँ हामी दुईजना मिलेर जानु आँटेको छौँ दुईजना मिलेर स्वागत छ आज स्वागत छ दुईजना मिलेर फेरि पनि स्वागत छ नमस्कार गरिदिनुहोस् छ्या कस्तो ल अब चाहिँ हामी बाहिर जाने तर्खरमा छौँ बाइक हामी चाहिँ यहाँ बाहिर जाँदा रेडी अवस्थामै बाहिर जानको लागि रेडी अवस्था अब यो बाइकमा चढ्नु पनि धेरै दिन छैन है जम्मा 3 दिन बाँकी छ जम्मा 3 कि 4 दिन बाँकी छ अब हामी घरबाट चाहिँ निस्क्यौँ हामी कति ठाउँमा जान्छौँ भनेर चाहिँ थाहा नै छैन किनभने अब सामानहरू अलिअलि एक ठाउँमा किन्नुपर्ने छ नि त त्यही भएर अब यही छ त तपाईँले हेरेको यही सुरुमै बसिहाल्यो त एडिडासको राम्रो छ त यहाँ एडिडास तर यो राम्रै रहेछ त्यो चाहिँ पातलोवाला रहेछ यहीवाला ठिक हुन्छ चित्ता बुझ्दा भेटेन कान्छा जन्म भेटेन यहाँ त टल्किरहेको छ त तपाईँको बाइक त घामले हो कि के हो नेपाल आएकोदेखि चाहिँ यो चाहिँ कहिले छोड्नु भएको छैन यो कालो लुगा के गर्ने बसौँ हामी चाहिँ अहिले आइपुग्यौँ यहाँनिर जडीबुटीको जाममा यहाँ अफिस टाइम पनि हो नि त यति धेरै जाम हुन्छ अब यहाँ वेट गर्नुपर्ने हुन्छ हामीले 10 मिनटदेखि 15 मिनटसम्म यस्तो छ अवस्था हामी चाहिँ ठ्याक्कै यहाँ कोटेश्वरको मेन चाहिँ हामी कहाँ आएको भन्दा चाहिँ यो गोल्ड स्टारमा आएको हो अब यहाँ जान्छौँ हामी केही खोज्दै आएको यहाँनिर यो नेपाली प्रोडक्ट गोल्ड स्टार चाहिँ गिफ्ट लगिदिने अरे कान्छाले आउनुहुँदैछ यता रहेछ बाटो गोल्ड स्टार जाने हामी हिँड्नु न तपाईँ अगाडि हामी झुक्यौँ नि त यस्तो रहेछ फेरि गोल्ड स्टारको यो सोरुम जाने बाटो झुक्यो होइन त लु हेरिदिनु त लु साथीलाई गिफ्ट लगिदिने अरे कि विदेशी साथीलाई मलाई त कस्तो मन पर्दैन नि फाइनल भयो भने त त्यही होइन त लाने गोल्ड स्टार कताबाट जाने लेफ्ट प्लिज अब सामान चाहिँ धेरै हुन्छ कसरी गर्नु हौ तको गल्लीबाट छिरेर चाहिँ अब हामी सातो बाटो जान्छौँ अब चाहिँ हामी जाँदैछौँ अचार किन्न हामी चाहिँ यहाँनिर उमा चामलिङको अचार अर्ग्यानिक अचार चाहिँ आइपुग्यो यो अचार लभर मान्छे उहाँ यो मिठो छ यो चामल लाने हो 1 केजीको पाए चाहिँ हुन्छ होइन यहाँनिर हामीले चाहिँ यति अचार लियौँ है यहाँनिर बफ अनि तामाको एकदम मिठो छ है अनि हामी चाहिँ लप्सीको पनि लियौँ है आज चाहिँ अचार चाहिँ टन्नै लियो कि तर अब यो बाइकमा कसरी लाने भन्ने कुरा हो क्या हामी चाहिँ यहाँ अचार बोकेर चाहिँ हिँड्यो भक्तपुर यहाँ बाइकमा यति अप्ठ्यारो भएन सामानहरू धेरै किन्ने भनेको गाह्रो भयो यस्तो छ अवस्था यहाँनिर तल मुनि सामानै छ न गाइज हामीले चाहिँ सामानहरू लिनको लागि गएको थियौँ बाहिर अनि फेरि बाइकमा एकदमै सामानहरू धेरै अट्दैन नि त अनि यो अलिअलि सामानहरू ल्यायो यो अचारहरू ल्यायो अनि फेरि स्कुटी लगेर चाहिँ हामी अरू सामान लिन चाहिँ जानु लागेको अब फेरि घर आएर मेरो बुढा त कति मेकानिक पनि भएको के बनाउनुहुन्छ के बनाउनुहुन्छ मै छक्कै परिसकेँ अब हिँडौँ न यहाँ सामान लिन ढिलो भयो भने कि यहाँनिर फेरि बाटोमै टाँस्नु थाल्नु के भन्नु छ यो त कस्तो मजाले यो आयो हौ
सानो सानो थियो एउटा एउटा थियो यो त डबल पिटुना भनेको त यस्तो आउँदो रहेछ र पो भन्दो रहेछ त दामी भयो चाहिँ कान्छाले रोप्नु भएको यता साग पनि छ हामीसँग पाक्छु स्कुटीमा भए सजिलो हुन्थ्यो भनेको अब चाहिँ हामी भाटभटेनी आइपुग्यौँ भाटभटेनी तलै गर्नु पऱ्यो नि पार्किङ चाहिँ म यहीँ बस्छु अलिक अगाडि बाहिरतिर सेल लागिरहेको छ क्या हौ भाटभटेनीमा त सबै यो त बाहिर कागती कसरी छ हेर्नु त त्यो भन भाटभटेनीको पसल त बाहिरसम्म पाइसकेछ त हौ यतैभरि यता त कार पार्किङ थियो पहिला उयो सब्जी पसल फलफुल पसल कपडा पसल सब यता आएछ ल हेर्नु कार हेर्नु गएको रे कान्छा चाहिँ फेरि कति भन्दा चाहिँ 50,69,1,000 यहाँ सामान किन्नु आएको यहाँनिर घुमी पो कता गयो घुमी कार हेर्नु थाल्यो मान्छे के हो यस्तो घुमी किनि नै हाल्नुला जस्तो गर्नुभयो त हौ लौ छिटो आउनु न घुमी हेरौँला मन पर्यो ट्रली लिनु त एउटा यो भुटेको मकै लाने हो पहिला चाहिँ कति धेरै खोजेको थिएन कि कर्न ओइल अहिले चाहिँ कर्न ओइल भेटेँ मैले मकैको तेल म आएँ त म आउँदैछु त पछि यहाँ त सबैको नुडल्स पाउने रहेछ त जुनेलोको अरे फापरको अरे यहाँनिर चामलको अरे सबैको रहेछ फापरको नुडल्स अरे कोदोको रहेछ यो चाहिँ कागुनीको यस्तो त्यही त यहाँ कति धेरै भेराइटीहरू आएछ क्या अहिले यो कप नुडल्स एउटा किनिदिनु त भन्ने कुरा ल अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँ रिङ्गटा चलिसक्यो मलाई अब चाहिँ हामी जाने हो त ल मात्रै बोक्नु कस्तो रहेछ सस्तो छ होइन तर कस्तो छैन पाक्दैन होला सिन्दुरेको चुनाहरू सामान बोकेर हिँड्नु हुँदैछ यहाँ भाटभटेनीमा सामान चाहिँ किन्यो होइन गाइस तर अब कसरी बाइकमा लाने हो स्कुटी लिएर आउँ भनेको मानेन सामान चाहिँ एक भारी भयो झोला चाहिँ 2टा लिनुपर्ने रहेछ बर्बाद भयो नि त म त लु अघि स्कुटी लिएर आउँ भन्दा नमान्नेलाई ऊ यसरी बोकाइदिन्छु म हाम्रो R15 चाहिँ यसरी बोक्छ है भाटभटेनीको सामान गाइस लु हाम्रो चाहिँ बाइक लिएर सामान बोक्छ माथि टाउको सब यस्तो हुन्छ त पारा त त्यही भनेर मैले भनेको मान्नुपर्छ यसरी सामान धेरै हुन्छ भनेर कम त चर्कोले आइपुगेन हौ कम त चर्कोले आइयो सामान लिएर ल भुइँमै राखिदिनु ला लु आज चाहिँ हामीले अलिअलि सामान कान्छाको लागि किन्यौँ यहाँनिर यो गोल्ड स्टारको एउटा सुज यो अचारहरू अनि स्पेसल चाहिँ अहिले यो भाटभटेनी गएर चाहिँ यो मकैहरू ल्यायौँ कान्छाको लागि चाहिँ यो मकै मात्र ल्याउँ अरू चाहिँ यहाँ घरकै सामानहरू बरु एक भारी भयो या फ्रुटहरू तेलहरू के घरकै सामानहरू बरु ल्याउँ यति सामान किन्नुलाई पनि राम्रो नि कति हैरान
यो हैरान भएर यहाँ ढलिसक्नु भयो हामी चाहिँ अहिले यताउता सामानहरू एक ठाउँमा मात्रै होइन नि त धेरै ठाउँमा जुटाउनु पर्ने भयो अचार किन्नु हामी सातो बाटो पुग्यौँ अनि त्यो गोल्ड स्टारको फेरि सोरुम हेर्दै खोज्दै खोज्दै कोटेश्वर पुग्यौँ अनि फर्केर आएर फेरि बाटबाटै नै गयौँ त्यसो गर्दा गर्दै सबै सामानहरू अझै पनि जुटिसकेको छैन त्यही पनि अलिअलि चाहिँ किन्यौँ अब चाहिँ म आजको भिडियो यहीँ इन गरिदिन्छु अब खाजा खाएको छैन अब खाजा खानुपर्छ बाहिर एकदमै टाइमै भएन हाम्रो अब खाजा खानुपर्ने छ भोक लागिसकेको छ प्रेसर डाउन भइसकेको छ अब यता हामी मिलेर खाजा पकाएर खान्छौँ ल बाई बाई एभ्रिवान फेरि पनि तपाईँहरूलाई अर्को भिडियोमा भेट्छु ल सी यू टेक केयर एभ्रिवान